नेपाल भाषा नेवारहरूको मातृभाषा हो। आज यो भाषाको एउटा पुरानो आधुनिक कथाको नेपाली भाषामा अनुवाद सुनाउने प्रयास गरेको छु। कथाको नाम हो कलाकार। यो कथाका कथाकार पाटन निवासी पूर्ण पठिक हुन्। यो कथा विक्रम सम्वत 2013 सालमा प्रकाशित छपाचित्र कथा सङ्ग्रहबाट लिएको हो। उक्त छपाचित्र कथा सङ्ग्रहलाई विक्रम सम्वत 2013 सालको श्रेष्ठ श्रीपाले पुरस्कृत गरिएको थियो। कथाकार पूर्ण पठिकको अपराधी र छपाचित्र गरी 2 कथा सङ्ग्रह प्रकाशित छन्। प्रस्तुत कथा सङ्ग्रह करुणाकर वैद्यद्वारा अनुवादित विश्व प्रसिद्ध कथाहरू पुस्तकबाट साभार गरिएको हो। यो पुस्तक एडुकेसनल पब्लिसिङ हाउसबाट विक्रम सम्वत 2026 सालमा प्रथम संस्करण प्रकाशित गरिएको 2075 सालको नयाँ संस्करणबाट उद्धृत हो। प्रस्तुत कथाकारको कथाहरूमा निम्न मध्यम वर्गीय समाज र उनीहरूको समस्या चित्रण गरिएको हुन्छ। यो कथामा पनि एक मूर्तिकारको गरिबीको चित्रण गरिएको छ। प्रस्तुत छ कथा कलाकार। लेखक पूर्ण पठिक। नेपाल भाषाबाट नेपाली भाषामा अनुदित कथा यसरी सुरु हुन्छ। डेढ हात जति लामो एक राम्रो चिप्लो ढुङ्गा अलि मैलिएको नैनसुटको कपडामा बेरेर आफ्नो बायाँ काँधमा बोक्दै झन्डै 22 वर्ष उमेरको एक युवक ग्रीष्म ऋतुको टन्टलापुर घाममा आफ्नो घर गइरहेको थियो। उसको 3 चोकभित्र पस्नुपर्ने 2 नाले 4 हात लामो चुप्रो घर थियो। 3 तल्लाको मटान तला 1 हात जति अघिल्तिर ढल्किएको थियो। मटानको आँखे झ्यालमा माकुरोले कलाको प्रदर्शन देखाइराखेको थियो। छिरीभित्र जताततै अङ्गारको दाग र तमाखुको खोट पाइन्थ्यो। छिरीको काम हेऱ्यो भने माथिको मेट ढोग्नै आएको जस्तो थियो। अघिल्तिर हिलो र मलको खाडल भएको 2 कटलको चिसो छिरीमा 3-4 वटा काठका फ्ल्याग भुइँमा बिसाएर अनुकूल पर्ने गरी ज्यासल बनाइराखेको थियो। आफू बस्ने ठाउँको पछाडि भित्तामा एक सानो सुकुल टाँसिराखेको थियो। अगाडि टिनतिर काम गर्ने जावलहरू यताउति छरिएका थिए। त्यो कलाकार आफ्नो बायाँ कुनाले ठिचिराखेको उही 1.5 हात लामो सफा ढुङ्गामा आफ्नो मनमा कल्पित बान्की र आकार निकाल्ने प्रयत्न गर्न थाल्यो। एकचोटिको हनैमा साना साना पत्थरका टुक्राहरू उछिटिएर जान्थे। आफ्नो मनको मटान पत्थरमा साकार तुल्याउन कलाकार व्यस्त थियो। 12 बजिसक्यो। त्यस कलाकारलाई न भोग थियो न त संसारको अस्तित्वको नै ख्याल थियो। आत्मविसर्जनले गर्दा कलाकार त्यस जगतमा पुगिराखेको थियो जहाँ न भोक न शोक न चिन्ता नै थियो, जहाँ खाली काम र त्यसबाट प्राप्त शान्ति सिवाय अरू केही थिएन। कर्ममा एकाग्रता नभई त्यसमा शिथिलता आउनु वा एकाग्रता भङ्ग हुनु नै शान्तिको जगतबाट बहिष्कार हुनु हो वा पतन हुनु हो। हामी भन्छौँ, तपाईँ भन्नुहुन्छ उसको 22 वर्षको उमेरले जनाउँछ ऊ युवक हो। तर उसको मुहारमा यौवनको लालिमा देखिँदैन। आँखामा मादकता र चञ्चलता लेस मात्र पनि पाइँदैन। शरीरमा स्फूर्ति र उत्साहको नाम मात्र पनि पाइँदैन। उसको हँसाइमा प्रसन्नताको भाव पाइँदैन, खालि फिक्का हँसाइ। चालमा र बोलीमा केही हिस्सी छैन, तर उसको आँखामा उही नैराश्यको नाच देखिन्छ। उसको निधारमा चिन्ताको तस्बिर झल्कन्छ। शरीरको जोर्नीमा शैथिल्यको प्रदर्शन पाइन्छ। पाइलाको चाल खुम्चिएको छ। हँसाइमा विकृति देखिन्छ। पानी भन्दै एक मैलो ओछ्यानमा सुतिरहेकी बेखमायाले आफ्नो मुन्टो केही फर्काएर जिब्रोले ओठ भिजाउँदै मागी। त्यो ओछ्यान नजिकै कालो मैलो सुकुलमा बसी महालक्ष्मीको मूर्ति कुदिरहने कलाकारको हात रोकियो। कलाकारले पछिल्तिर फर्केर आँखी झालको तल राखेको माटोको आङखोरा झिकेर ढुङ्गाको कोचौरोमा पानी हालेर रोग शैय्यामा पल्टिरहेकी आफ्नो स्वास्नीको ओठ भिजाइदियो। रोगीले फेरि अघि जस्तै टाउको तकियामा अड्याई। कलाकार पनि देवीको मूर्ति कुट्ने काममा व्यस्त भयो। बेखामाया थला परेको 13 दिन भइसक्यो। बिहान सबेरै उठेर बढार कुँडार गर्ने कामदेखि लिएर बेलुका भाँडा माझ्ने कामसम्म कलाकार आफैले गर्नु पर्थ्यो, गर्थ्यो पनि। ज्वरोले ग्रस्त त्यस बिरामीको लागि तातो पानी सिवाय अरू औषधिमूलक केही हुन सकेन। 4 हात 4 कुनी त्यस कोठामा एक कुनामा बिरामी पल्टेकी थिए र अर्को कुनामा ठस ठस गनाउने लुगा फाटाहरू झुन्डिएका थिए। फेरि अर्को एक कुनामा एक पित्तले गाग्रो र केही माटाका भाँडाहरू राखी छाडिएको थियो। कलाकारको घुँडा मुन्तिर ठिचिराखेको ढुङ्गाले अब साकार मूर्तिको रूप लिइसक्यो। कलाकारले त्यस प्रष्ट मूर्तिलाई आफ्ना हातमा लिई उल्टाइ पल्टाइ हेरियो। फेरि मूर्तिलाई भुइँमा राखेर ऊ जाबल चलाउन लाग्यो।
देवीका हातहरू जम्मै गोल्ड र सुडौला पारी उसले राम्रो र चिप्लो पार्यो। त्यसपछि हात्तीमा भाला ठसिराखेको महिषासुरको मुखमा कलाकारको दृष्टि पुग्यो। कलाकारले देख्यो त्यस दानव मूर्तिमा भयङ्करताको भाव झुल्काउन पुगेन। फेरि हात चलायो। केही छिनपछि गौर गरेर त्यस मूर्तिलाई हेऱ्यो। दैत्यको मुख अलि हँसिलो देखियो। कलाकारले त्यस मूर्तिलाई अलि उज्यालोमा लगेर बनायो अनि अलि परबाट हेऱ्यो। औ भने दैत्यको मुहारमा क्रोध र विवशताको भाव झल्किएको देखियो। त्यसपछि कलाकारले देवीको मुहारमा झल्किएको मनोभावको अध्ययन गर्यो। मुहार अलि मलिन देखियो। कलाकार केही लज्जित भयो। बायाँ हातको बुढी औँला र चोर औँलाले सानो एक ज्यावल च्यापेर दायाँ हातले सानो माटोल समातेर अघिको ज्यावलले देवीको मुख कुर्न थाल्यो। ख्वाक ख्वाक ख्वाक। केही बेरपछि कलाकारले देवीको मूर्तिलाई आँखे झ्याल नजिकै लगेर निधार खुम्चाउँदै एक टकले हेर्न थाल्यो। अनि त्यस देवीको मुहारमा हँसिलो मुद्रा झल्कन लाग्यो। कलाकारलाई चित्त बुझेन। पुनः उसले त्यस मूर्तिलाई अँध्यारोमा लगेर त्यसमाथि ज्यावलको प्रहार गर्यो। पहिले नाक मुनि गालामा र त्यसपछि आँखामा र प्रिकुटीमा। त्यसपछि मूर्तिलाई उज्यालोमा उभ्याएर आफू अलि केही पर बसेर गम्भीरतापूर्वक त्यस देवीको मुहारको मनोभाव अध्ययन गर्न लाग्यो। यसपटक उसले देख्यो विषययुक्त क्रोधको ज्वाला। मूर्तिको अध्ययनमा लाग्दा ठप्प रोकेको त्यस कलाकारको सास पुनः बढेर आयो स्वाँ स्वाँ गर्दै। सिद्ध्याउनु भयो कि अघिदेखि आँखा नै नचिम्ले एकटक्क हेरिरहेकी त्यस बिरामीले आशापूर्ण स्वरले सोधी। अलि चिल्लो पार्नु मात्र बाँकी छ, भोलि बिहान सिद्धिएला। कलाकारले विश्रान्तिको श्वास लिँदै जवाफ दियो। आफ्नै हातले स्याहार सुसार गरी हुर्काएको बोटमा फुल फुल्न लाग्दा जुन आनन्दको अनुभव हुन्छ, भावपूर्ण मौलिक कविताको रचनामा जुन आनन्द कविले पाउँछ, फेरि आफ्नै रगत मासु आफै भरण पोषण गरी हुर्काएको बालकले जब टोटे बोली बोल्दा आमाको हृदयमा जुन आनन्दको स्रोत बग्न थाल्छ, त्यस्तै आफ्नो कलाकृतिको परिपूर्णता देख्दा कलाकारको हृदयमा पनि त्यही स्वर्गीय सुखको अनुभव हुन्छ। भोलिपल्ट बिहानभरि मूर्तिलाई सफा सुग्घर पारिसकेपछि कलाकारलाई चित्त बुझ्यो। अनि त्यसले देवीलाई भित्तासँगै राखेर आफू अलि पछि सरेर एकछिनसम्म आँखी भौर नखुम्च्याइकन अतृप्त दृष्टिगोचर गरिरह्यो। तर फेरि चित्त बुझेन। 2-4 दिन घरैमा राख्ने विचार आयो। तर पेटको समस्याले गर्दा त्यस विचारलाई खरानी पार्नु पर्यो। मध्याह भइसके पनि कलाकारको चुलोमा आगो बलेको थिएन, तर पेटभित्र भने आगो डनडन बलिरहेको थियो। बिरामी नजिकै पारी राखेको खोल नभएको ढाकाको मैलिएको खास्तो ल्याएर कलाकारले त्यस देवीको मूर्तिलाई बेर्यो। त्यस मूर्तिको कतिसम्म आउँला? बिरामीले उत्सुकतापूर्वक आफ्नो लोग्नीसँग सोधी। खोइ कति आउँला हेर्नुपर्छ, 10 रुपियाँ त ढुङ्गाकै दाम पर्न गएको छ। 30-35 भन्दा कम गरी म दिन्न। भर्खर मात्र रामलाल आएर पैसा आजै चाहिन्छ भनी कराएर गयो। तैँले के जवाफ दिइस् त? भर्खर बाहिर निस्कनु भएको छ, भोलि या पर्सि दाम लिएर आउनु हुनेछ भनिदिएँ। उसलाई चामलको 4 रुपियाँ दाम पनि दिनु बाँकी छ। फेरि तिमीलाई औसरी गर्न केही दाम चाहिन्छ। अब यस मूर्तिको पैसा आएपछि सबै कुरा मिलाउनु पर्छ। कसलाई देखाउने त? आजकाजी गुबाजलाई बराल ल्याउनु पर्छ, घर पनि त बाटोमै पर्छ। आजलाई जोरजाम गर्नु पर्यो, घरमा केही छैन। हुन्छ, यति भनेर कलाकार मूर्ति काखी च्यापेर बाहिर निस्क्यो। यता बिरामी विचार समुद्रमा गोटा खान लागे। 10 रुपियाँ ढुङ्गाको दाम तिर्नु पर्नेछ, 4 रुपियाँ रामलाललाई 1-2 मोहर औसरी मूल्यमा खर्च हुनेछ, 4-5 रुपियाँको चामल ल्याउनु पर्छ, अनि बाँकी भए मात्र मलाई एउटा खास्तो र उहाँलाई एक सुरुवाल सिउन लाउनु पर्छ। अब म निको भएपछि बाहिर जानलाई लुगा नै छैन। उहाँको नयाँ सुरुवाल पनि अस्ति मात्र टालटुल गरिदिए। त्यही सुरुवाल लगाएर सरसम्म पुगेर आउनुभयो। यस्तो उमेरमा अरूहरू भए के गरिरहँदा हुन्। बिचरा उहाँ दिनको 1 छाक मात्र खाएर काम गरिरहनु भएको 6 दिन भइसक्यो। 2 दिन करिब बितेपछि कलाकार फर्क्यो। भर्याङमा आवाज आउने बित्तिकै बिरामीको मनमा आशाको लहर उठ्यो। कलाकार कोठाभित्र पस्यो, तर मुखमा अन्धकार छाएको देखिन्थ्यो। उसले देवीको मूर्ति बिस्तारै भुइँमा राख्यो। किन, के भयो? खोइ 15 रुपियाँ भन्दा बढी कसैले दिएन। बिरामीले सोधी। 1 दिनको ज्याला 5 रुपियाँ मात्र पाउने त? तिमीले भनेर के गर्ने? दिनेले दिए पो त। अनि उनीहरूले चाहिँ कतिमा बेच्छन् त? कतिमा बेच्छन् हामीले के थाहा पाउनु? हिउँदमा हामीले 35 रुपियाँमा बेचेको पानको बट्टा मैले देख्दा देख्दै 90 रुपियाँ बेच्यो। अनि अरू ठाउँमा? कैयौँ ठाउँमा पुगेँ, तर खोइ भन्दै कलाकार भुइँमा ठचक बस्यो। बिरामीको आँखाबाट 2 थोपा आँसु खस्यो।
त्यस दिन बेलुका कलाकारले खालि तातो पानी ततायो। कथा सकियो।